यसमा यो दुईटामा किनभने यो बडी यता सेप यो बडी भएको भएर तपाईँको यो दुईटाको हिट बडी हुन्छ। अनि यसको काम भनेको यताकोले चाहिँ यो पङ्खा चलाएर यसको तातोलाई चाहिँ उता पास गराउँछ, सर्कुलेट गराउँछ, यसको काम हो। अब तपाईँको अब धेरै वर्ष भइसकेपछि यो अब सेतो हुँदै गयो, यस्तो भयो भने यसमा इनामेल चाहिँ लाउने होइन, ब्ल्याक जापान लाउने हो होइन। अनि इनामेल लाने चाहिँ काम गर्दैन। अनि त्यसपछि त्यो ब्ल्याक जापान लाउँदाखेरि चाहिँ तपाईँले तारपिनहरू तिन मिक्स गरेर चाहिँ लाउनु भएन, त्यो भयो भने चिल्लो हुन्छ, त्यो चिल्लो भयो भने काम गर्दैन। अनि तपाईँको अब कहिलेकाहीँ यहाँभित्र पानी छिर्न सक्छ होइन। अब यो अब किनभने अलिकति यो यस्तो यो टाइट नगरेर पनि हुन्छ है। यहाँ चिउरीको जङ्गलै छ। यो हाम्रो भरत के भन्छ यो चितवन जिल्लाको शक्तिखोर स्थित चेपाङ बस्तीमा छौँ आज हामी। एउटा चाहिँ हामी ड्रायर सेट गरिसकेका छौँ। अहिले हामी तपाईँहरूलाई देखाउनको लागि मात्र यो गरिरहेको होइन। अब पछि चाहिँ यो प्लास्टिक चाहिँ तपाईँ यो निकालिदिन्छ है, तातोमा यो मजाले निस्किन्छ, यो निस्किन्छ तर निस्किन्छ। अहिले चाहिँ किन अब युज नगर्ने भए चाहिँ किन चलाइराख्नु पऱ्यो होइन। अनि त्यही अब यसमा अरू केही भन्नु छ तपाईँहरूलाई, केही सोध्न मन लाग्छ? यो एउटा दिल्लीको कफी अनुसन्धान केन्द्रमा राखेको हो। यो चेपाङ बस्ती हो, कालिका गाउँपालिका वडा नम्बर 11 होइन हाम्रो यो कालिका गाउँपालिका वडा नम्बर 11 है, कालिका नगरपालिका है यो नगरपालिका वडा नम्बर 11 को यो क्र्यालिङ भन्ने चेपाङ बस्तीमा क्रेलिङ भन्छ। हजुर क्र्यालिङ सिद्धि गाविस अहिले चाहिँ हालको अब कालिका नगरपालिका क्र्यालिङ भन्छ यसलाई। यहाँ चाहिँ यो चेपाङ बस्तीमा विशेष गरेर चिउरीको बिहा सुकाउन अप्ठ्यारो भयो भनेर धुवामा सुकाउने परम्परागत शैलीमा धुवामा सुकाउने भएर यसलाई चाहिँ कसरी अब चाहिँ अलिक ड्राई गरेर सुकाउने के छ त विधि भनेपछि जिल्ला वनसँग पनि अब चाहिँ परामर्श गरेर यसलाई चाहिँ अब ड्राई गरेर सुकाउनलाई चाहिँ अब जसरी ड्राई मेसिनको अब त्यो गरौँ त भनेपछि अनि आदरणीय हाम्रो पूर्व मेयर साहब खुमनारायण श्रेष्ठ र देव साहब र म बसेर यसो गरौँ त भन्नुभएपछि यहाँ चाहिँ यो ड्राई मेसिन जडान गर्ने काम भएको छ। आज हामीले केही सिक्यौँ र अब यसलाई अब चाहिँ हामीले यो अर्को भवन पनि बन्दैछ यतातिर, त्यसको सङ्कलन केन्द्र पनि बन्दैछ। त्यो सङ्कलन केन्द्र चाहिँ भर्खर आज 9-10 दिन मात्रै बनाउन सुरु गरेको। यसलाई बनाएर चाहिँ सङ्कलन केन्द्र पनि तयार गर्ने र त्यहाँ मोजाक टायल लगाउने गेटहरूको तयारी गरिसकेका छौँ। अब यसलाई छिटोभन्दा छिटो अब केही दिनभित्र यसलाई सम्पन्न गरेर अनि हामी यहाँको चेपाङ समुदायलाई हस्तान्तरण गर्ने कोसिस गरेका छौँ हामी। हस्, धन्यवाद सर।